वेलकम टु माई मिनी ब्लग एन्ड वेलकम टु माई युट्युब च्यानल। तपाईँहरू सम्पूर्णलाई मेला फेरि पनि स्वागत भन्न चाहन्छु। म चाहिँ आज काम बिदा भएको कारणले गर्दा गाइस म चाहिँ टोकियो स्टेसन आइसकेको छु। अब टोकियो स्टेसनबाट चाहिँ म फेरि यहाँ साथीको जाने ट्रेन चढेर आउँदा जानेछु। टोकियोमा चाहिँ ठुलो बिल्डिङहरू छ है, एकदम घामले कस्तो कालो न कालो भइहाल्छ डढेर। तर पनि के गर्नु, बिदाको दिन सदुपयोग त गर्नु पर्यो। घुम्न जान मन लाग्छ है। तपाईँहरूलाई फेरि म उताको के छ कस्तो छ म फेरि पनि बताउने छु। हस् त फाइनल्ली टोकियोको छेउछाउ आइसकेको छु। यो चाहिँ टोकियो स्टेसन रहेको छ। टोकियो स्टेसन चाहिँ एकदम दरबारै जस्तो देखिन्छ बाहिरबाट चाहिँ है। भित्र कस्तो छ तपाईँहरू माथि त्यो देखाउने छु। यो स्टेसन चाहिँ सुरुमा म टोकियो छिर्दाखेरि है झरेको स्टेसन, अनि टोकियोमा चाहिँ म झरेको 3 वर्षपछि है म स्टेसन आउँदैछु। म चाहिँ फर्स्ट टाइममा टोकियो झर्दा यो स्टेसनबाट झरेको थिएँ। आज फाइनल्ली फेरि यो स्टेसनमा आइपुगेको छु है। एकदम ठुलो छ यो। फाइनल्ली गाइस म चाहिँ टोकियो स्टेसन आइपुगिसकेको छु है। यहाँ चाहिँ म जाने ट्रेनको प्लेटफर्म हेरेर जानेछु है। टोकियो स्टेसनको माथि हेर्नु यस्तो राम्रो छ है। यो यस्तो बनाएको छ, यो यस्तो राम्रो खुट्टा भनेको छ। हेलो साथी हो, म त टोकियो स्टेसनमा हराएँ हो। ट्रेनबाट झरेको, स्टेसनबाट बाहिर त निस्किने बाटै देख्दिनँ थिएँ। कता हो कता, मान्छे कति धेरै, स्टेसन पनि कत्रो हो, अनि ट्रेनको लाइन पनि कतिवटा हो। सबै ट्रेन जतिहरू यहीँ भेला हुने हो कि के हो, यस्तो गाह्रो छ हो। बल्ल बल्ल फाइनल्ली मैले चाहिँ एक्जिट भेटाएँ है। म चाहिँ यो एक्जिटबाट निस्केको थिएँ अघि बिहान पछाडि, फाइनली एक्जिट भेटाएँ। फाइनल्ली गाइस अहिले यो ठाउँ भेटाएँ मैले। फाइनल्ली गाइस म चाहिँ टोकियो स्टेसनमा आइसकेको छु है। बाहिर एकदम शीतल जस्तो देखिन्छ है, एकदम रमाइलो बब्बार। मान्छेको फ्लो कति धेरै हो। यो चाहिँ टोकियो एकी है। हो त्यहाँनिर लेखेर छ टोकियो एकी भनेर है। यसमा टोकियो एकी भनेर यो सिलामा लेखेर छ। मान्छेहरू कति धेरै हो के, घरहरू पनि कत्रो ठुल्ठुलो हो। गाइस फाइनल्ली यो चाहिँ टोकियो एकीको मेन ढोका रहेछ के अरे है। एकदम ठुलो छ हेर्नु, यस्तो टोकियो एकी काटेर छ। मान्छेको चहल परेको। म चाहिँ यो त के राजदरबारै होला जस्तो लागेको थियो त। टोकियो स्टेसन रहेछ। मान्छेहरूको एकदम चहल पहल बढी छ, फोटो खिच्नेदेखि लिएर है सबै गर्नेहरू मान्छेहरू एकदम बढी छ। मान्छेहरू एकदम धेरै छन् गाइस, हेर्नु होला। परसम्म रहेछ कि यस्तो है। यस्तो मान्छेहरू धेरै, पुरा रमाइलो ठाउँ, फोटो खिच्ने र मान्छेहरू हुने ठाउँ रहेछ यो। टोकियो स्टेसन चाहिँ एकदम ठुलो होला सायद। अब राजधानी भनेपछि राजधानीको स्टेसन ठुलै हुन्छ यस्तो है। मान्छेहरूको चहल पहल धेरै हुँदो रहेछ यहाँनिर। अब म चाहिँ त्यताबाट मेरो रुम जाने स्टेसन रहेछ गाइज। थ्याङ्क यू फर वाचिङ माई भ्लग है। मैले साथी भेटेर त आएँ होइन, तर मेरो साथी चाहिँ भिडियोमा मेन्सन छैन। त्यही भएर तपाईँहरूलाई सरप्राइज छ। पत्ता लगाउनुहोस् मैले कसैलाई भेटेर आएँ भन्न चाहन्छु। सबैजनालाई थ्याङ्क यू, बाई बाई।